नमस्कार प्रणाम। जुन हाम्रो वडा नम्बर 6 र 7 मा पर्ने जनसृजनशील सामुदायिक वन उपभोक्ता समितिको जुन यो मुट्टुमा रहेको जुन यो जाते कुनामा रहेको यो पोखरी हामी हेर्न सक्छौँ। अहिले यो पर्यटकीय क्षेत्र जुन आन्तरिक पर्यटकीय क्षेत्रको लागि यो डेभलप यो विकास हुँदैछ। यसमा जुन हाम्रो 5 नम्बरको सिमानामा रहेको यो जुन जाते कुना रहेको छ, 5 नम्बरको ऊबाट हामीले जुन शुद्ध खानेपानी यहाँ लिएर आइएको छ र यसलाई भोलिका दिनमा पर्यटकीय क्षेत्रको विकास गर्ने भन्ने उद्देश्यले जुन हाम्रो यस वडा नम्बर 6 का पूर्व वडा अध्यक्ष, यस जनसृजनशील सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष आदरणीय दाजु पुष्पबहादुर थापाको जुन योजना छ, यसले द्रुत रूपमा काम भइरहेको छ। अगाडि पनि हामी हेर्न सक्छौँ ड्यामहरू कति रहिएको छ। भावी दिनहरूमा यसमा जुन बोटहरू राख्ने, यसलाई पिकनिक स्पोटहरू बनाउने भन्ने जुन उहाँको योजना छ र यसलाई वडा नम्बर 6 र 7 ले पनि मध्यनजर गरोस् र निजगढ नगरपालिकाले पनि यसलाई जुन पर्यटकीय क्षेत्रको रूपमा घोषणा गरोस्। यसमा हुने जुन गतिविधिहरूमा जुन निजगढ नगरपालिकाले पनि सहकार्य गरोस् भन्ने जुन आशाको साथ यहाँ हाम्रो निजगढका र निजगढ बाहिर रहने जति पनि जनसमुदायहरू हुनुहुन्छ, एकचोटि यस जाते कुनाको यो पोखरीमा आएर एकचोटि अवलोकन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्कार प्रणाम। यति मनमोहक जुन जाते कुनाको यो शुद्ध पानी वडा नम्बर 5 को जुन वनबाट लिएर आइएको छ र यो पानी हामीले यो पोखरीमा जम्मा गरेर विभिन्न पशु पन्छी तथा जनावरहरूलाई एउटा पानी खाने एउटा वातावरण पनि क्रिएट भएको छ। यहाँ विभिन्न जिल्लाका छिमेकी जिल्लाका साथीहरू पनि यहाँ वनभोज खानको लागि आउने गर्नुहुन्छ। जुन रौतहट अनि वीरगञ्ज, हेटौँडा विभिन्न ठाउँका जुन जनसमुदायहरू हुनुहुन्छ यहाँ अवलोकन गर्ने क्रम जारी छ र यो भविष्यमा निजगढको एउटा चिनारी, निजगढको एउटा पहिचानको रूपमा यो जुन जाते कुना रहनेछ भन्ने यहाँका स्थानीयहरूको एउटा भनाइ पनि रहेको छ र यो जाते कुनामा विभिन्न तरिकाले मानिसहरू आउने गर्नुहुन्छ। कसैले ड्राइभ पिकनिकको रूपमा आउनुहुन्छ भने कसैले फ्यामिलीको रूपमा आउनुहुन्छ, कसैले साथीहरू रमाइलो जमघट गर्नको लागि यस ठाउँमा आएर जुन यो वन जङ्गलको हराभरा स्वच्छ हावा, स्वच्छ पानी र तालहरूको रमणीय जुन वातावरण छ, त्यो वातावरण हेर्नको लागि भने पनि आउने गर्नुहुन्छ। त्यसैले हामी पनि एकपटक यस जाते कुनाको अवलोकन गरौँ र यसमा भएका विभिन्न वन जङ्गल, जडीबुटीहरू, विभिन्न पशु पन्छीहरू र यहाँ रहेका धेरै चिजबिजहरू छ, त्यसलाई अवलोकन गर्नको लागि हजुरहरू आउनुहुनेछ भन्ने हामीले अपेक्षा राखेर यो भिडियो जुन बनाएका छौँ र देख्न सकिन्छ विभिन्न पोखरीलाई संरक्षण गर्नको लागि साइडमा जुन वालहरू लगाइएको छ, ड्यामहरू कसिएको छ। यो चाहिँ जुन प्रदेश सरकार, सङ्घीय सरकार तथा भू संरक्षणबाट बजेट छुट्याइएर वहाँबाट आएका जुन बजेट छ त्यो बजेटले काम गरिएको छ र निजगढ नगरपालिकाको पनि यसमा ध्यान गएको छ भन्ने हामीले सुनेका छौँ र निजगढ नगरपालिकाबाट पनि केही रकम परेको छ भन्ने सुनिएको छ। यसमा चाहिँ हाम्रो भविष्यको दिनमा यहाँ मन्दिर स्थापना गर्ने भनी अहिले जुन नेपालको झन्डा, त्रिशूल, विभिन्न देवी देवताहरूको मन्दिर मूर्तिहरू राखिएको छ र भोलिका दिनमा यहाँ
मन्दिर स्थापना हुनेछ। यस जाति कुना क्षेत्रमा धेरै वर्ष पहिलादेखि बस्दै आउनुभएका एकजना अग्रज व्यक्तित्व जो हुनुहुन्छ, उहाँले चाहिँ लगभग 10 वर्ष अगाडिदेखि नै यस वन क्षेत्रमै बसेर आफ्नो जीविका पार्जन गर्नुभएको थियो र उहाँ बस्नुभएको कुटीको मैले तपाईँहरूलाई अवलोकन गराइरहेको छु। उहाँ यस स्थानमा बस्नुहुनेछ र विभिन्न निजगढको ठाउँहरू पनि उहाँ गए। जुन हामीले यो जङ्गलबाट यो पोखरीको भ्यू खिचिरहेका छौँ र हामी हेर्न सक्छौँ तालको भ्यू हाम्रो कस्तो मनमोहक छ। यति सुन्दर छ कि, यति कञ्चन छ कि यो पोखरी। यो गर्मी महिनामा त नौ लाग्ने एउटा सुन्दर पोखरी रहेको छ। त्यसैले हामी अवश्य पनि एकचोटि यो वन क्षेत्रमा जुन श्री जनसृजनशील सामुदायिक वन हो यो वनमा चाहिँ एकचोटि अवलोकन गर्नुहोला। यो पोखरीको अवलोकन गर्नुहोला, यो जाँते कुनाको अवलोकन गर्नुहोला। यसमा धेरै मनमोहक कुराहरू छन्, धेरै कुराहरू हामीले यसमा मिस गर्नेछौँ र यहाँ जुन शुद्ध खानेपानीको लागि समाजसेवी काजी दाइले जुन मूल जुन फुटेको थियो त्यसलाई संरक्षण गर्नको लागि यहाँ केही संरचना बनाउनु भएको छ र भोलिका दिनमा यसलाई जुन माथिबाट जाली राखेर यसलाई शुद्धिकरणको लागि पनि उहाँको पहल रहनेछ भन्ने हामीलाई उहाँले जानकारी दिनुभएको छ। हेर्न सक्छौँ हामी यो सबै यो पुरै। अब हामी फर्किँदैछौँ तालबाट। हेर्न सक्नुहुन्छ तालको दृश्य। यसमा अझै काम हुन बाँकी नै छ। सम्पूर्ण काम सिद्धिसकेपछि यस तालमा पनि हाम्रो बोट चल्नेवालामा छ अनि त्यसमा नै अहिले काम हुँदैछ। यो चाहिँ निजगढको यो मुटुमा रहेको हाम्रो निजगढमा जुन 13वटा वडा छ त्यसमा पनि जाते कुना भनेर चर्चित रहेको छ। निजगढमा रहेको जुन निजगढ नगरपालिकामा 13वटा वडा छ त्यसमा पनि हाम्रो 6 नम्बर वडा सबै वडाहरूको पनि मुटु जुन बीच केन्द्रमा पर्छ त्यसको पनि यो जुन बीच सेन्टरमा रहेको यो जाँते कुना ताल सम्पूर्ण वडावासीलाई एकचोटि अवलोकन गर्न आउनुहुन पनि अनुरोध गर्दछौँ। तथा देश तथा विदेशमा रहनुहुने जति पनि जनसमुदायहरू हुनुहुन्छ उहाँहरूलाई एकचोटि अवश्य पनि आउनुहोला र यसमा तपाईँहरूले मेरो तर्फबाट केही काम गर्छु भन्नुहुन्छ भने त्यो पनि तपाईँहरूलाई हामी सहकार्य गर्नेछौँ। वनसँग पूर्व वडा अध्यक्ष तथा वन अध्यक्ष पुष्पबहादुर थापा। यो ड्यामलाई अलि व्यवस्थित बनाउनको लागि हाम्रो यहाँनिर पक्का बनाइएको छ। हेर्न सक्नुहुन्छ यसमा यो ड्यामभन्दा यता पनि हाम्रो पोखरी अन्य कार्यक्रम भइरहेको छ। यसमा ठुलो पोखरी खनिँदैछ। देख्न सक्नुहुन्छ यहाँनिर काम क्रमै छ। यहाँनिर हाम्रो नयाँ पोखरी निर्माण हुँदैछ। हेर्न सक्नुहुन्छ यो सम्पन्न भइसकेको छैन। यसको केही दिनपछि सम्पन्न भएपछि यसको बाँकी अपडेट त हजुरहरूलाई फेरि प्रस्तुत गर्ने नै छ।